तपाईलाई लाग्छ विश्वका प्रसिद्ध सफल मानिसहरू जन्मजात नै प्रतिभाशाली हुन्छन्, उनीहरूले जे छोए पहिलो पटकमा नै प्राप्त गरेका हुन्? यो सोच्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ, किनकि सफलता कुनै जादु होइन जो पहिलो पटकमा नै प्राप्त हुने। हामीले कसैको सफलता देख्छौं उनीहरूको नाम, दाम, स्टेजको चमक, तर त्यो स्टेजको चमक पछाडिको लुकेको हजारौं घण्टाको मेहनत देख्दैन। इलोन मस्क, क्रिस्टियानो रोनाल्डो, मेस्सी, विश्वका जति पनि सफल मानिसहरू छन् उनीहरू घण्टौंको अभ्यास र वर्षौंको मेहनतबाट मात्र उनीहरू सफल भएका हुन्। यदि सफलता बन्द कोठाको एउटा ढोका हो भने त्यो ढोकाको चाबी प्र्याक्टिस हो। आजको यस भिडियोमा हामी सिक्नेछौं किन प्र्याक्टिस नै सफलताको मूल सूत्र हो। कसरी विश्वका प्रसिद्ध सफल मानिसहरू घण्टौंको अभ्यास र वर्षौंको मेहनतबाट कसरी इतिहास रचे त। धेरै मानिसहरू भन्छन् म ट्यालेन्ट छैन, मैले कसरी गर्ने त। यदि प्रतिभाशाली ट्यालेन्ट मानिसले निरन्तर मेहनत गरेन भने, अर्को साधारण मानिसले निरन्तर मेहनत र अभ्यास गर्यो भने त्यो ट्यालेन्ट मानिस भन्दा त्यो साधारण मानिस अगाडि बढ्छ। मनोवैज्ञानिक अनुसार कुनै पनि काममा मास्टर अथवा विज्ञ बन्नको लागि कम्तीमा 10,000 घण्टा अभ्यास गर्नुपर्छ। जब हामी कुनै पनि काम निरन्तर बार अभ्यास गर्छौं, हाम्रो दिमागमा नयाँ न्युरल पाइथागोरस बन्छ। सुरुमा हामीलाई जुन काम अप्ठ्यारो लाग्छ, गाह्रो लाग्छ, अभ्यास गर्दै जाँदा, निरन्तर मेहनत गर्दै जाँदा पछि त्यही काम सजिलो लाग्दै जान्छ। यदि तपाई एक दुई चोटिको असफलताबाट हरेस खानु भएको छ भने थोमस एल्वा एडिसनको यो कहानी सुन्नुहोस्। थोमस एल्वा एडिसन इलेक्ट्रिकल बल्ब बनाउँदा 10,000 पटक असफल भएका थिए, तर पनि उनले हरेस खाएनन्। आत्मविश्वासको साथ निरन्तर मेहनत, निरन्तर अभ्यास गर्दै गए, पछि गएर उनी इलेक्ट्रिकल बल्ब बनाउन सफल भए। कुनै पनि साधारण मानिस 10, 20, 50 चोटि, 100 चोटि असफल हुन्ता ऊ हरेस खान्थे, ऊ हार मान्थे, तर थोमस एल्वा एडिसनले हार मानेनन्। आत्मविश्वासको साथ निरन्तर अभ्यास गरे, निरन्तर प्रयोग गर्दै गए। जब पत्रकारले उनलाई सोधे तपाई 10,000 चोटि असफल हुनुभयो, तपाईलाई दुःख लागेन? थोमस एल्वा एडिसनले मुस्कुराउँदै भने म असफल भएको होइन, मैले 10,000 त्यस्ता प्रयोगहरू पत्ता लगाए जसले काम गर्दैन। थोमस एल्वा एडिसनको यही सोच र निरन्तर अभ्यासले गर्दा उनी अन्त्यमा इलेक्ट्रिकल बल्ब बनाउन सफल भए। माइकल फिलिप्सले सन् 2008 को बीजिङ ओलम्पिकमा 8 वटा गोल्ड मेडल जिते। त्यति बेला एउटा रिपोर्टरले भने माइकल यु आर सो लकी, तिमी धेरै भाग्यमानी रहेछौ। अर्को साधारण मानिसले जीवनभरि यति धेरै गोल्ड मेडल जित्दैन, तर तिमी यति भाग्यमानी रहेछौ कि पहिलो पटकमा नै यति धेरै गोल्ड मेडल जित्यौ। माइकलले त्यो रिपोर्टरलाई भने तपाई यहाँ आउनुहोस्, ओलम्पिक 4 वर्षको एकचोटि हुन्छ, म दिनहुँ प्रत्येक 8 घण्टा अभ्यास गर्छु, महिनामा 240 घण्टा हुन्छ, वर्षमा कति हुन्छ भनेर सोध्दा रिपोर्टरले भन्छ यति। अनि 4 वर्षमा कति हुन्छ भन्दा रिपोर्टरले भन्छ यति। तपाई नै यति अभ्यास गर्नुहोस्, तपाई नै 8 वटा गोल्ड मेडल जित्नुहुन्छ, यो के ठुलो कुरा हो र। माइकल भन्छ म सन्डेमा पनि प्र्याक्टिस गर्छु, म बिरामी हुँदा, चाडपर्व हुँदा, मेरो छुट्टी हुँदा, कतै घुम्न जाँदा म एक दिन पनि छुटाउँदिन अभ्यास, किनकि मैले एक दिन छुटाएँ भने म 3 दिन पछाडि हुन्छु। त्यसैले म निरन्तर 4 वर्षसम्म अभ्यास गर्दै आएको छु। माइकल भन्छ मैले यति धेरै मेहनत गरे, अभ्यास गरे, भाग्य भन्ने कुरा केही पनि हुँदैन। दुनियाका महान पेन्टर पाब्लो पिकासो हुन्। पाब्लो पिकासो न्युयोर्कको एउटा क्याफेमा बसेका थिए। एउटा महिला आएर भने म हजुरको ठुलो फ्यान हो, मेरो लागि एउटा पेन्टिङ बनाइदिनुहोस्। पाब्लो पिकासोले पेपर र पेन्सिल लिएर उनको लागि पेन्टिङ बनाए र उनलाई दिए। यो 50 लाखको पेन्टिङ हो, यदि तपाई बेच्न चाहनुहुन्छ भने। त्यो महिलालाई विश्वास लागेन। ऊ एउटा स्टोरमा गएर सोधे जहाँ एन्टी कलेक्सनहरू किनबेच हुन्छ। उसले भने यो पेन्टिङको मूल्य कति हो, यदि मैले पेन्टिङ बेच्न चाहे भने। त्यो स्टोरको मान्छेले पेन्टिङ हेरेर भन्छ यो पेन्टिङ त पाब्लो पिकासोको हो, यसको मूल्य म 50 लाख दिन्छु। अनि महिलाले भन्छ आर यु श्योर? अनि त्यो मान्छेले भन्छ यस म्याम। त्यो महिलालाई अचम्म लाग्यो। फेरि उसले पाब्लो पिकासोलाई खोजे। पाब्लो पिकासो कुनै विशेष कामले हिँडिरहेका थिए। त्यो महिलाले पाब्लो पिकासोलाई भेटेर भने हजुरले मलाई चिन्नुभयो, मलाई एकचोटि पेन्टिङ बनाउनु भएको थियो नि केही दिन अगाडि। अनि पाब्लो पिकासोले भने मैले चिने, मलाई याद छ। त्यो महिलाले भने यो पेन्टिङको मूल्य त 50 लाख छ, हजुरले साँच्चै भन्नु भएको। अनि पाब्लो पिकासोले भने हो म्याम, यो मैले बनाएको, मलाई थाहा छ यसको मूल्य 50 लाखको।
अनि त्यो महिलाले भने यो कसरी सम्भव छ, मलाई पनि सिकाइदिनुहोस्, 50 लाखको पेन्टिङ 30 सेकेन्डमा कसरी बनाउने। अनि पाब्लो पिकासोले भन्छन्, हेर्नुहोस् म्याम, 50 लाखको पेन्टिङ 30 सेकेन्डमा बनाउनको लागि मलाई 30 वर्ष लाग्यो। त्यसैले महानता 1000 चिज गरेर हुँदैन, एउटा चिजलाई 1000 पटक गरेर हुन्छ। त्यसैले सफलताको मूल सूत्र नै अभ्यास हो। अभ्यासले मानिसलाई सफलताको शिखरमा पुर्याउँछ।